नमस्ते। आज म स्थानीय सरकार र हाम्रो चासोको विषयमा केही चर्चा गर्न गइरहेको छु। म सर्वकुमार महर्जन, कीर्तिपुर नगरपालिका वार्ड नम्बर 8 पूर्व जनप्रतिनिधि। नेपालको संविधान 2072 लागू भएपछि त्यसमा 3 तहको सरकार रहेको छ। ती 3 तहको सरकारमा केन्द्रीय सरकार, जसलाई सङ्घीय सरकार पनि भनिन्छ, त्यस्तै प्रदेश सरकार, स्थानीय सरकारको रूपमा रहेका छन्। देशभरि 753वटा स्थानीय तहहरू रहेका छन्, जसलाई स्थानीय सरकारको रूपमा लिने गरेको छ। ती 753वटा स्थानीय सरकारभित्र गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाहरू छन्। देशभरि महानगरपालिका 6वटा, उपमहानगरपालिका 11वटा, नगरपालिका 276वटा, गाउँपालिका 460 र जिल्ला समन्वय समिति 77वटा रहेका छन्। नेपालको संविधानको भाग 17मा स्थानीय कार्यपालिकाको व्यवस्था गरिएको छ। खास गरिकन स्थानीय कार्यपालिकाको 214 दफामा स्थानीय तहको कार्यकारिणीको अधिकारको व्यवस्था गरिएको छ, जसको 1 मा स्थानीय तहको कार्यकारी अधिकार यो संविधान र सङ्घीय कानुनको अधीनमा रही गाउँपालिका र नगरपालिकामा निहित रहनेछ भनेको छ। 2 मा स्थानीय कार्यकारी अधिकार अनुसूची 8 र 9 बमोजिम भए अनुसार हुनेछ भनिएको छ। 3 मा यो संविधान र कानुनको अधीनमा रही गाउँपालिका र नगरपालिकाको शासन व्यवस्थाको सामान्य निर्देशन, नियन्त्रण र सञ्चालन गर्ने अभार गाउँपालिका र नगरपालिकाको नाममा हुनेछ भनिएको छ। संविधानको धारा 17 को दफा 215 मा गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष सम्बन्धी व्यवस्था र उपदफा 216 मा नगर कार्यपालिकाको प्रमुख र उपप्रमुखको सम्बन्धी व्यवस्था गरेको पाइन्छ, जसमा प्रत्येक नगरपालिकामा 1 जना नगरपालिका प्रमुख हुनेछ। निजको अध्यक्षतामा नगर कार्यपालिका गठन हुनेछ। 2 मा 1 बमोजिम नगर कार्यपालिकाको 1 प्रमुख, 1 जना उपप्रमुख प्रत्येक वडाबाट निर्वाचित वडा अध्यक्ष र उपधारा 4 बमोजिम निर्वाचित सदस्यहरू रहनेछन्। 3 प्रमुख र उपप्रमुखको निर्वाचन सम्बन्धी नगरपालिकाको क्षेत्रभित्रका मतदाताले 1 व्यक्ति 1 मतको आधारमा गोप्य मतदानद्वारा पहिलो हुने निर्वाचन प्रणाली बमोजिम गर्नेछन्। 4 धारा 223 बमोजिमको नगर सभाको निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको मितिले 15 दिनभित्र नगर सभाको सदस्यहरूले आफूमध्येबाट निर्वाचन गरेका 5 जना महिला सदस्य र उपधारा 5 बमोजिमको योग्यता भएका दलित वा अल्प समुदायबाट नगर सभाले निर्वाचित गरेका 3 जना सदस्य समेत नगर कार्यपालिकाको सदस्य हुनेछन्। नेपाली नागरिक 21 वर्ष पुरा गरेको, नगरपालिकाको मतदाता नाम समावेश भएको, कुनै कानुन अघि नभएको व्यक्ति प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्य पदको लागि योग्य हुने व्यवस्था गरेको छ। 6 प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, सदस्यको पदावधि भएको मितिले 5 वर्षको हुनेछ। 7 प्रमुखको पद 2 कार्यकालको निर्वाचित भएको व्यक्ति नगरपालिकाको निर्वाचनमा उम्मेदवार हुन पाउने छैन। 8 प्रमुखले उपप्रमुख समक्ष लिखित राजीनामा दिएमा, निजको पदावधि समाप्त भएमा, निजको मृत्यु भएमा उक्त पद रिक्त हुनेछ भनिएको छ। 9 मा प्रमुख वा उपप्रमुखको 1 वर्षभन्दा बढी पदावधि बाँकी रहेको अवस्थामा उपधारा 8 बमोजिम पद रिक्त हुन गएमा बाँकी पदावधिको लागि रिक्त पदको
पदपूर्ति उपनिर्वाचनद्वारा हुनेछ। संविधानको भाग 17 र 217 धारा 217 न्यायिक समितिको व्यवस्था गरेको छ, जसमा एक कानुन बमोजिम आफ्नो कार्यक्षेत्रभित्र विवाद निरूपण गर्न गाउँपालिका वा नगरपालिकाले प्रत्येक गाउँपालिकामा उपाध्यक्षको संयोजकतामा र प्रत्येक नगरपालिकाको उपप्रमुखको संयोजकतामा 3 सदस्य एक न्यायिक समिति रहनेछ। 2. उपधारा 1 बमोजिम न्यायिक समितिमा गाउँसभा वा नगरसभाबाट आफूमध्येबाट निर्वाचित रहेका 2 जना सदस्यहरू रहनेछन्। संविधानको भाग 18 स्थानीय व्यवस्थापिकाको धारा 221 स्थानीय तहको व्यवस्थापिकीय अधिकारमा यस संविधानको अधीनमा रही स्थानीय तहको व्यवस्थापिकीय अधिकार गाउँपालिका र नगरसभामा निहित हुनेछ। 2. गाउँपालिका र नगरसभाको व्यवस्थापिकीय अधिकार अनुसूची 8 र 9 बमोजिम सूचीमा उल्लेख भए बमोजिम हुनेछ। साथै धारा 222 गाउँसभा गठन, 223 नगरसभाको गठनमा प्रत्येक नगरपालिकामा एक नगरसभा हुनेछ। 2. उपधारा 1 बमोजिम नगरसभामा नगरपालिकाका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष प्रत्येक वडाबाट निर्वाचित 4 जना सदस्य र धारा 216 को उपधारा 4 बमोजिम दलित वा अल्पसङ्ख्यक मतवाद समुदायबाट निर्वाचित नगर कार्यपालिका सदस्य रहनेछन्। 3. उपधारा 1 बमोजिम गठन हुने नगरसभाको प्रत्येक वडाबाट कम्तीमा 2 जना महिलाको प्रतिनिधि हुनेछ। 4. सङ्घीय कानुन बमोजिम नगरपालिकामा रहने प्रत्येक वडामा वडा अध्यक्ष र 4 जना सदस्य रहेको वडा समिति हुनेछ। त्यस्तो वडा अध्यक्ष र वडा सदस्यको निर्वाचन पहिलो निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम हुनेछ। 5. 18 वर्ष पुरा भएको नगरपालिकाको मतदाता नावलीमा नाम समावेश भएको व्यक्तिलाई सङ्घीय कानुन बमोजिम मतदान गर्ने अधिकार हुनेछ। 6. नेपाली नागरिक 21 वर्ष पुरा भएको नगरपालिकाको मतदाता नावलीमा नाम समावेश भएको कुनै कानुनी अयोग्य नभएको व्यक्ति नगरसभाको सदस्य पदमा उम्मेदवार हुने योग्य हुनेछन्। संविधानका भाग 19 स्थानीय आर्थिक कार्यप्रणाली धारा 228 कर लगाउन वा ऋण लिन नपाउने। कानुन 1. कानुन बमोजिम बाहेक स्थानीय तहमा कुनै कर लगाउन, उठाउन र ऋण लिन पाइने छैन। स्थानीय तहको आफ्नो अधिकार क्षेत्रभित्रको विषयमा राष्ट्रिय आर्थिक नीति, वस्तु तथा सेवाको ओसार प्रसार, पुँजी र श्रम बजार छिमेकी प्रदेश वा स्थानीय तहलाई प्रतिकूल नहुने गरी कानुन बने कर लगाउन सक्नेछ। धारा 229 सञ्चित कोष 1. स्थानीय तह अन्तर्गत प्रत्येक गाउँपालिका नगरपालिकामा एक स्थानीय सञ्चित कोष रहनेछ। त्यस्तो कोषमा गाउँपालिका वा नगरपालिकालाई प्राप्त हुने सबै प्रकारको राजस्व, नेपाल सरकार र प्रदेश सरकारबाट प्राप्त हुने अनुदान तथा गाउँपालिका नगरपालिकाले लिएको ऋण रकम र अन्य स्रोतबाट प्राप्त हुने रकम जम्मा हुनेछ। धारा 2 उपधारा 1 बमोजिम स्थानीय सञ्चित कोषबाट गर्न सकिने खर्च सम्बन्धित स्थानीय कानुन बमोजिम हुनेछ। संविधानको धारा 230 गाउँपालिका नगरको राजस्व राज्यको अनुमान 1. यस संविधानको अधीनमा रही गाउँपालिका नगरपालिकाले प्रत्येक आर्थिक वर्षको राजस्व र व्ययको अनुमान स्थानीय कानुन बमोजिम गाउँसभा वा नगरसभामा पेश गरी पारित गर्नुपर्नेछ। 2. उपधारा 1 बमोजिम गाउँपालिका नगरसभाले राजस्व र व्ययको अनुमान पेश गर्दा घाटा बजेट निर्माण गर्नु भएमा सङ्घीय कानुन, प्रदेश कानुन बमोजिम घाटापूर्ति गर्ने स्रोत समेत प्रस्ताव गर्नुपर्नेछ। त्यसैले स्थानीय तहको विकास भनेको स्थानीय जनप्रतिनिधिहरूमा निर्भर रहेको छ। स्थानीय तहको रूपमा रहेको स्थानीय सरकारले सङ्घीय सरकार र प्रदेश सरकारको पनि साथ र सहयोग लिई आफ्नो नगरको विकास गर्नु, समृद्धि ल्याउनु जरुरी छ। स्थानीय सरकार दलीय स्वार्थभन्दा माथि उठी सबै दलका नेतृत्वको सहयोगमा स्थानीय सरकारका विषयहरूमा स्थानीय विज्ञहरूको सहभागितामा कीर्तिपुर नगरको विकास गर्नु अत्यावश्यक भएको छ। कीर्तिपुर नगरपालिका पनि एक तहको स्थानीय सरकार नै हो। क्रमशः